नमस्ते सबैजनालाई। आज हामी डुअल टेस्टको बारेमा कुरा गर्न गइरहेका छौँ। डुअल टेस्ट भनेको गर्भवती महिलाले आफ्नो पेटमा भएको बच्चामा कुनै क्रोमोसोमल एब्नर्म्यालिटी छ कि छैन भनेर गर्ने जाँच हो। यो जाँच जब आमाको पेटभित्रको बच्चा 11 हप्तादेखि 13 हप्ता 6 दिनसम्मको हुन्छ त्यो बेलामा चाहिँ यो जाँच गरिन्छ। अनि यो जाँचबाट कमन क्रोमोसोमल एब्नर्म्यालिटिजहरू जस्तै डाउन सिन्ड्रोम, एडवार्ड सिन्ड्रोम, पटाओ सिन्ड्रोम यो सबै कुराहरू चाहिँ एसेस गर्न सकिन्छ। यो कन्डिसन्सहरूको रिस्क छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ। यो जाँच गर्नको लागि 3वटा कुराहरू चाहिन्छ। फर्स्टमा मदरको डेमोग्राफिक डिटेल्स अथवा आमाको सम्पूर्ण विवरणहरू, जसमा आमाको उमेर, आमाको स्मोकिङ ह्याबिट छ कि छैन, आमालाई टाइप 1 डायबिटिज मेलाइटस अथवा इन्सुलिन लाउनु पर्ने सुगर रोग छ कि छैन भन्ने कुरा थाहा हुनुपर्छ। आमाको नेसनालिटी, आमाको एथनिसिटी सबै कुरा थाहा हुनुपर्छ। अन टप अफ द्याट नेचुरल हो कि, कन्सेप्सन नेचुरल हो कि अथवा चाहिँ एसिस्टेड रिप्रोडक्टिभ मेथडबाट आमाले कन्सेप्ट गर्नुभयो, जस्तै आइबिएफ गरेको हो अथवा अरू कुनै तरिकाले के गरेको, त्यसको डिटेल पनि हामीलाई चाहिन्छ। अनि आमाको पेटमा जुन बच्चा छ त्यो एउटा छ अथवा दुईटा छ, अथवा चाहिँ जुन अन्डा प्रयोग हुन्छ त्यो आमाको आफ्नै हो अथवा चाहिँ डोनरको हो, यो कुरा पनि हामीलाई त्यो डिटेलमा आवश्यकता पर्न जान्छ। सेकेन्डमा आउँछ बच्चाको डिटेल, जुन चाहिँ युएसजीबाट अथवा भिडियो एक्सरेबाट थाहा हुन्छ। यसमा 3वटा कुराहरू आवश्यक पर्छ। फर्स्टमा हो सिआरएल भ्याल्यु अथवा चाहिँ बच्चाको टाउकोदेखि लिएर बमसम्मको लेन्थ। दोस्रो हो नेजल बोनको स्ट्याटस, नाकको हड्डी छ अथवा छैन। र तेस्रो कुरा हो न्युकल ट्रान्सलुसेन्सी अथवा एनटी भ्यालु। यो भनेको घाँटीको पछाडिको छालाको बाक्लोपन कति छ त्यो मिलिमिटरमा हामीलाई चाहिन्छ। यो बाक्लोपन जति बढी हुँदै जान्छ त्यति नै क्रोमोसोमल एब्नर्म्यालिटिजको रिस्क पनि बढ्दै जान्छ। र थर्ड एस्पेक्ट हो आमाको रगतको जाँच। आमाको रगतको जाँचमा हामी 2टा प्यारामिटर्सहरू हेर्छौँ, एउटा फ्री बिटा एचसिजी र अर्को प्याप ए। यसको भ्याल्युजहरू प्लस अघि मैले कुरा गरेको आमाको डेमोग्राफिक डिटेल्स र युएससी, यो 3वटै कुराहरूलाई कम्पाइल गरेर हामी सफ्टवेयरमा फिट गर्छौँ। नेसनल प्याथ ल्याबमा युज गरिरहेको सफ्टवेयर फिटल मेडिसिन फाउन्डेसन ले मान्यता दिएको लाइफ साइकल भन्ने सफ्टवेयर हो। यो सफ्टवेयरमा हामीले यो सबै डेटाहरू फिड गरिसके पछाडि यो 3वटा कन्डिसन डाउन सिन्ड्रोम, एडवार्ड सिन्ड्रोम र पटाओ सिन्ड्रोमको रिस्क कति छ, हाई रिस्क छ अथवा लो रिस्क छ भन्ने कुरा हामीले रिपोर्टमा दिन्छौँ। नेसनल प्याथ ल्याबमा युज गरिरहेको लाइफ साइकल सफ्टवेयरको केस डिटेक्सन रेट एकदमै धेरै छ। 85 to 90% यसको केस डिटेक्सन रेट छ, जसले गर्दाखेरि यदि हजुरले डुअल टेस्ट गर्नुभएको छ र लो रिस्क आएको छ भने हजुरले ढुक्कसँग आफ्नो प्रेग्नेन्सीलाई कन्टिन्यू गर्न सक्नुहुन्छ। तर 20-21 हप्तामा एकपटक एनेमोली स्क्यान चाहिँ गर्नुहोला। अनि यदि डुअल टेस्टमा हाई रिस्क आएको छ भने आत्तिनु पर्दैन। यो एउटा स्क्रिनिङ टेस्ट मात्रै हो र यसलाई कन्फर्म गर्नको लागि अथवा फर्दर प्रोसिड गर्नको लागि अरू टेस्टहरू हुन्छन्, त्यसमा गएपछि मात्रै अनि के गर्ने भन्ने कुरा चाहिँ निर्णय लिन जरुरी हुन आउँछ। धन्यवाद।